मञ्चमा रहनुभएका आदरणीय व्यक्तित्वहरू, यहाँ उपस्थित रहनुभएका सम्पूर्ण पत्रकार मित्रहरू र उपस्थित सम्पूर्ण व्यवसायीहरू तथा निर्वाचनकामा सहभागी साथीहरूमा हार्दिक नमस्कार व्यक्त गर्दछु। म अब तपाईँहरूको बिचमा हाम्रा केही विषयहरूसहित वाचन गर्दै हाम्रा टिमका उम्मेदवारहरूलाई परिचय गर्न गइरहेको छु। म उक्त प्रेस विज्ञप्तिलाई यहाँ वाचन गर्न गइरहेको छु। आदरणीय सञ्चारकर्मी मित्रहरू, यातायात व्यवसायी साथीहरू, भोलि शुक्रबार हुन गइरहेको नारायणी यातायात व्यवसायी सङ्घको 37औं साधारण सभा तथा 16औं अधिवेशनको अवसरमा सङ्घको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउन पाउँदा म गौरवान्वित महसुस भइरहेको छु। नेपालको आर्थिक, सामाजिक तथा पर्यटन विकासको मेरुदण्डको रूपमा रहेको सडक यातायात प्रणालीले कुल यात्रु तथा माल सामान ढुवानीको करिब 90% भन्दा बढी कभरेज गरेको छ। नेपालमा हाल रणनीतिक सडक सञ्जाल अन्तर्गत 15,000 किलोमिटर राष्ट्रिय राजमार्ग घोषणा भएको छ, जसमा पूर्व पश्चिम राजमार्ग, पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजमार्ग, सिद्धार्थ राजमार्ग, महेन्द्र राजमार्ग तथा अरण्यको राजमार्ग लगायतका प्रमुख सडक समावेश छन्। पछिल्लो एक दशकमा स्थानीय सरकारले विकास गरेको सडक सञ्जाल जोड्दा नेपालको कुल सडक लम्बाइ 95,000 किलोमिटरभन्दा बढी पुगेको अवस्था छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका पछिल्ला तथ्याङ्क अनुसार नेपालमा दर्ता भएका सवारी साधनको सङ्ख्या 60 लाखभन्दा बढी पुगेको छ। तीमध्ये सार्वजनिक तथा व्यावसायिक प्रयोजनका सवारीमा करिब 80,000 ट्रक, 12,000 ट्याङ्कर, 8,000 कन्टेनर, 30,000 यात्रुवाहक बस, 40,000 माइक्रोबस र भ्यान तथा तीव्र रूपमा बढिरहेका विद्युतीय बस, माइक्रो र ट्याक्सी समेत गरी 10,000 को हाराहारीमा रहेको अनुमान गरिएको छ। पछिल्ला वर्षमा विद्युतीय सवारीको आयात र सञ्चालन उल्लेखनीय रूपमा बढिरहेको छ। यातायात क्षेत्रको प्रमुख चुनौती मध्ये रुट पर्मिट व्यवस्थापन एक हो। सङ्घीय शासन प्रणाली लागू भए पनि रुट पर्मिटको अधिकार सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय नहुँदा व्यवसायीहरूले दोहोरो प्रक्रिया, ढिला सृष्टि र प्रशासनिक झन्झट बेहोर्नु परेको छ। त्यस्तै सवारी पञ्जीकरण, नवीकरण, कर, बिमा तथा डिजिटल अभिलेख व्यवस्थापन अझै पूर्ण रूपमा एकीकृत हुन सकेको छैन। नेपालका राजमार्ग जीर्ण भएको एउटा प्रमुख कारण भारतीय मालवाहक ट्रकको ओभरलोड सञ्चालन पनि हो। नेपालका अधिकांश सडक 10-12 टन अर्थात् सिङ्गल एक्सल लोड क्षमताका आधारमा निर्माण गरिएका छन्, तर सीमावर्ती नाकाबाट प्रवेश गर्ने कतिपय भारतीय मल्टी एक्सल ट्रकले तोकिएको मापदण्डभन्दा बढी भार बोकेर सञ्चालन गर्दा सडकको आयु घट्ने, पुलमा क्षति पुग्ने तथा मर्मत खर्च अत्याधिक बढ्ने समस्या देखिएको छ। सीमावर्ती तौल पुलहरूको प्रभावकारी सञ्चालन, ओभरलोड नियन्त्रण तथा ससम्मान मापदण्डको कार्यान्वयन अपरिहार्य देखिन्छ। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित, वातावरण मैत्री र दिगो बनाउन राष्ट्रिय यातायात नीति कार्यान्वयन, सवारी दर्ता तथा रुट पर्मिटको पूर्ण डिजिटल प्रणाली, ओभरलोड नियन्त्रण, सडक मर्मतमा नियमित लगानी, विद्युतीय सार्वजनिक सवारीलाई प्रोत्साहन, सडक सुधार, सडक सुरक्षा मापदण्ड, कडाई तथा व्यवसायी सरकार बीच निरन्तर समन्वय आजको प्रमुख आवश्यकता बनेको छ। हामी यातायात व्यवसायीहरूले चाहेर पनि सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, सन्तुलित, स्वस्थ, प्रतिस्पर्धात्मक बनाउन सकिरहेका छैनौँ। प्रविधिको अधिकतम उपयोग गर्दै आम नागरिक मैत्री सार्वजनिक यातायात सञ्चालन आजको आवश्यकता हो। नारायणी यातायात व्यवसायीसँग आज सार्वजनिक यातायात क्षेत्र बढ्दो सञ्चालन खर्च, अस्वस्थ प्रतिस्पर्धा, सडक सुरक्षा, प्रविधिको प्रभावकारी प्रयोगको अभाव, दुर्घटना न्यूनीकरण, व्यवसायीको लगानी सुरक्षा, श्रमिकको सामाजिक सुरक्षा तथा नीतिगत अस्थिरता जस्ता अनेकौं समस्याबाट प्रभावित छ। यी तमाम चुनौतीको समाधान एकल प्रयासबाट सम्भव छैन।
सरकार नियमनमक निकाय व्यवसायी श्रमिक र आम उपभोक्ताबीच सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु आजको आवश्यकता हो। लामो समयदेखि महासचिवका रूपमा सङ्घको जिम्मेवारी निर्वाह गर्दै आउँदा सार्वजनिक यातायात क्षेत्रले भोगिरहेका चुनौती, व्यवसायी र श्रमिकका समस्या तथा यात्रुले अपेक्षा गरेका गुणस्तरीय सेवाका विषयमा नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको छु। यही अनुभवलाई आधार बनाएर जिम्मेवार, पारदर्शी र परिणाममुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। मेरो नेतृत्वमा सङ्घलाई व्यवसायीको साझा हित संरक्षण गर्ने, संस्थागत सुशासन कायम गर्ने, आर्थिक अनुशासनलाई मजबुत बनाउने तथा समय अनुकूल प्रविधि मैत्री संस्था बनाउने दिशामा अगाडि बढाइनेछ। सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो, व्यवस्थित, वातावरण मैत्री र यात्रु मैत्री बनाउन आवश्यक नीति सुधारका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गरिनेछ। साथै व्यवसायिकका जायज हक हित, व्यवसायी हक हित, बिमा, कर, नवीकरण, बैंकिङ सहजीकरण तथा कानुनी जटिलताका विषयमा प्रभावकारी पैरवी गरिने प्रतिबद्धता व्यक्त गर्दछु। सङ्घभित्र आपसी एकता, पारस्परिक सम्मान, पारदर्शी र जवाबदेहिताको संस्कृतिलाई अझ सुदृढ बनाउँदै नयाँ पुस्ताका व्यवसायलाई नेतृत्व विकासमा सहभागी गराउने, श्रमिकको क्षमता, अभिवृद्धि तथा सुरक्षित कार्य सम्पादनको वातावरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने मेरो प्राथमिकता रहनेछ। यस अधिवेशनलाई स्वस्थ, मर्यादित, संयमित, लोकतान्त्रिक, सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण यातायात व्यवसाय सदस्यहरूमा हार्दिक अनुरोध गर्दछु। तपाईँहरूको अमूल्य मत, विश्वास, सुझाव र साथले सङ्घमा अझ सक्षम, प्रभावकारी र भविष्य उन्मुख संस्थाका रूपमा स्थापित गर्न सकिनेमा म पूर्ण विश्वस्त छु। सम्पूर्ण सदस्य, शुभेच्छुक तथा मतदाता बान्धवहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो अमूल्य समर्थनको लागि विनम्र अनुरोध गर्दछु। सरोज कुमार खनाल, महासचिव, यातायात व्यवसायी, नारायणी यातायात व्यवसायी सङ्घ, 2083 असार 25 गते, कलकत्ता, प्याराडाइज। यति कुरा मैले राखिसकेपछि अब हाम्रा बिचमा हाम्रा उपाध्यक्ष श्री अशोक कुमार पोखरेल